Hello guys, के छ खबर सबै ठिक छ होला होइन अरे आज चाहिँ हाम्रो 19 जनवरी रहेछ आज होइन ठिकै छ 19 जनवरी स्ट्रेट गोइङ गुड गोइङ अफ क्यान सी नाउ get this beautiful setup wow सक्नुहुन्छ मेरो एकदम खतरा टक्क टच गर्यो मार्केट लुक फर्म होइन सो यो रिजन त्यही मेरो 25% उसमा दिएको डिमान्ड जोनमा सो देख्न सक्नुहुन्छ गोल्ड 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 देख्न सक्नुहुन्छ अहिले 10 फिक्स 100 पिस मार्केट अप छ सो टिभी चाहिँ पुग्छ कि पुग्दैन यार भन्ने कुरा हो सो नाइस गाइस सरी फर होइन राम्रोसँग भिडियो पनि हाल्न पाइरहेको छैन मेरो पनि अलिक पर्सनल वर्कहरू तर भइरहेको छ होइन कामहरू साइड वर्कहरू भइरहेको छ ड्युटीहरू हुन्छ यताउता हुन्छ होइन सो भिडियोहरू बनाउनै पाइरहेको छैन होइन फुर्सदको अलिकति फुर्सद टाइम हुन्छ फुर्सद टाइममा अलिअलि ट्रेडिङको बारेमा हेर्छु अनि सेटअपहरू हेर्छु होइन सो आज हाम्रो डे 20 मेबी डे 20 डिसिडेन्ट ट्रेडिङ डे 19 को बनाएको थिएँ डे 19 को आज टिपी हिट भएको रहेछ सो मेरो चाहिँ ब्रेक इभन भएर टिपी हिट गएको रहेछ एसएल पनि खाएको थिएन टिपी हिट भयो सिधै सो आज अहिले पनि मैले एउटा सेटअप ल्याएको थिएँ सो यो मेरो सेटअप थियो मैले इन्ट्री टक्क हाम्रो ठाउँमा इन्ट्री ल्याएको थिएँ मैले टक्क 1 आवरको यो लेभल सपोर्ट लेभलमा ल्याएको थिएँ इन्ट्री ट्याप टच हान्यो सिधै मार्केट उड्यो सो मेरो सेटअप यस्तो थियो होइन देख्न सक्नुहुन्छ अनि मेरो अहिलेको टिपी पनि हिट भइरह सो मेरो अहिले टिपी हिट भइरहेछ टिपीसम्म जसमा चाहिँ क्लोज अलिकति माथि गयो भने यो ब्रेकअप भयो भने त्यो मात्रै टिपी हिट हुन्छ होइन सो यस्तो छ अवस्था छैन सो जस्ट मेरो मन्डे र ट्युसडे मन्डे राम्रै ट्रेड थियो तर मैले जान्ने भएर एसएलभन्दा अलिकति माथि राखेको थिएँ बरु एसएलमै राखेको भने हुन्थ्यो कि त ब्रेक इभनमा राखेको भए 0 प्रफिट 0 लस हुन्थ्यो सो मैले त्यो अलिकति जान्ने भएर अलिकति एसएल अलिक कम गरिदिएँ सो टिपी हिट भइदियो सो टिपी हिट चाहिँ यहाँ भएको थियो फेरि हजुर किन्नुहुन्छ होला मेरो इन्ट्री यहाँ थियो सो मार्केट टिपी हिट भयो अहिले पनि मेरो इन्ट्री यहाँ छ सो यो पनि टिपी हिट हुन्छ मेबी त्यस्तो छ होइन लेट्स सी है के हुन्छ मार्केटले के गर्छ सो मेरो चाहिँ फेरि दिनमा एउटा मात्रै सेटअप हुन्छ होइन त्योभन्दा बढी हुँदैन अनि यो छ देख्न होइन हिजोको यो त यो 16 तारिक फ्राइडेको हिजो चाहिँ मेरो एसएलभन्दा $50 एसएल थियो $32 राखेर गयो अनि यो चाहिँ अघि ल्याएको थिएँ मैले सेटअप यो चाहिँ ब्रेक इभेन टाइपमा ब्रेक इभेन होस् भनेर दुईवटा ट्रेड ल्याएको थिएँ एउटा क्लोज गरिदिएँ लास्टमा यो चाहिँ होल्ड छ सो यो पनि टिपी हान्छ मेबी सो म चाहिँ अलिकति माथि गयो भने क्लोज हानिदिन्छु सो म चाहिँ ग्रिनेस हुन चाहदिनँ सो ट्रेडिङमा चाहिँ जस्ट अलिकति ग्रिनेसमा जानु होइन सो ओभर ट्रेडिङ पनि एकदम राम्रो हुने रहेछ मैले उठ्दै गइरहेको छु सो यो पनि यो विक पनि ओभरअल राम्रै हुन्छ जस्तो लागिरहेको छ लेट्स सी दुईवटा डे भइरहेछ अब यो पनि अलिकति माथि गयो भने क्लोज हानिदिन्छु गाइस होइन यो मेरो आजको ट्रेड सेटअप भनेको नि मेरो ओभरअल 22 चाहिँ बुलिस थियो सो मैले आज सेलिङ हेरिनँ बुलिस हेरेको थिएँ नभन्दै बुलिसै भयो लेट्स गो गाइस लेट्स गो किप गोइङ किप लभिङ किप सपोर्टिङ होइन अलिकति तपाईँहरूको अलिकति सपोर्ट भइहाल्छ जस्तो लागेन भिडियोहरू हेर्नुहुन्छ तर लाइक दिनु हुँदैन होइन सब्सक्राइब गर्नु हुँदैन भिडियो मात्रै हेरेर भएन नि साथीहरू मलाई पनि अलिकति भित्रबाट मोटिभेसन आओस् न हो मेरो पनि भिडियो हेर्दो रहेछ मान्छेहरूले होइन बनाउनु पर्छ भन्ने बस्न मलाई पनि होइन मबाट तपाईँहरूले सिक्ने त केही भएन जस्ट मेरो अलिकति हेऱ्यो भने तपाईँलाई पनि अलिकति हौसला मिल्छ भन्ने मात्र हो सो वाचिङ गाइस यस्तै हो होइन भोलि अब देखौँला यो 2 विक चाहिँ राम्रो गर्छु त्यसपछि अनि एउटा 15 डे गर्नुहुन्छ
100 रेकर्डमा के हुन्छ अनि त्यतिखेर हुन्छ सो मार्केट ओभरअल बुलिस छ सो यहाँबाट उठ्छ जस्तो छ है एउटै क्यान्डलमा उठ्छ जस्तो छ है गाइस